Okay, the coefficient of x in the expansion of this है यो यो चाहिँ p हो अरे है and coefficient of 1 by x in the expansion of this is q हो अरे and given that p is equal to 6q find the possible value of k. Okay, the first expression is ल जेनरल टर्म निकालौँ न त यसको t r plus 1 NCR लाउँ 3CR त्यसपछि x को पावर पनि 3 minus r यो r भनेको माथि जान्छ माइनस r भयो 10 को पावर r भयो है त 3CR 4 को पावर 3 minus r 10 को पावर r त्यसपछि x को पावर 3 minus 2r भयो ओके भनेपछि अब उसले के भनिरहेछ x को कोएफिसिएन्ट भन्दैछ भनेपछि x भनेको यहाँ पावर कति हुनु पर्यो 1 हुनु पर्यो भनेपछि देयरफोर 3 minus 2r is equal to कति हुनु पर्यो 1 हुनु पर्यो नि त सो अर यो स्पेस नभएर मैले यसरी गरिरहेको छु है त 3 minus 2r भनेपछि अब कति भयो त भन्दा यो यता आयो घट्यो -2 भयो अथवा यो यता आयो घट्यो 2 भयो भनेपछि r को भ्यालु कति आउने रहेछ 1 आउने रहेछ 1 आउने रहेछ भनेपछि अब उसले के भनिरहेछ यो x को पावर 1 भने यो x को पावर 1 को कोएफिसिएन्ट चाहिँ यति हो जुन चाहिँ p हो भनिरहेछ भनेपछि अब देयरफोर p is equal to के हुने भन्दाखेरि 3c1 4 को पावर 3 minus 1 10 को पावर 1 यसरी भयो अब यसरी हिसाब गर्दाखेरि हाम्रो कति भन्दा यो सबै क्याल्कुलेटरबाट एकडुक गर्दाखेरि 480 आयो भनेपछि p को भ्यालु कति रहेछ 480 रहेछ यसरी बुझ्नु पर्यो है त्यसपछि नाउ second expression is 2x plus k by x square को पावरमा 5 general term tr plus 1 5cr 2x को पावरमा 5 minus r k by x square को r गरौँ है 5cr 2 को पावर 5 minus r x को पावर 5 minus r अनि यो यता जान्छ माथि जान्छ -2r अनि k को पावर r यसरी बुझौँ अब त्यसपछि 5cr 2 को पावर 5 minus r k को पावर r x minus 3r 5 minus 3r ओके अब त्यसपछि उले भनेको के छ भने उले चाहिँ के भन्दैछ भने कोएफिसिएन्ट अफ 1 by x अब यहाँ 1 by x भनेको त एउटा कुरा के बुझौँ भने 1 by x भन्नुको मिनिङ के हो x को पावर -1 हो यसरी बुझ्नु पर्यो रेसिप्रोकल हो भनेपछि यो x को पावर कति रहेछ त यो बराबर -1 रहेछ उले त्यही भयो उसको भने आन्सर त्यो हो नि त भनेपछि देयरफोर 5 minus 3r is equal to के भयो त -1 भयो और अब यहाँबाट यो यता आयो 6 भयो 6 divided by 3 गर्दाखेरि r को भ्यालु 2 आयो हैन अनि देयरफोर q भनेको कति रहेछ त भन्दाखेरि 5c2 2 को पावर 5 minus 2 k को पावर 2 गरौँ त 5c2 भनेको 10 2 को पावर 3 भनेको 8
80k² आयो। ल p को भ्यालु पनि आयो, q को भ्यालु पनि आयो। अब गिभनमा जाउँ। फ्रम द गिभन p is equal to 6q और 480 is equal to 6 into 80k² भयो। 480 डिवाइडेड बाई अब 6 8 जा 48 480 नै भयो त इज इक्वल टु k² भयो है। और k² इज इक्वल टु 1 और k को भ्यालु कति आयो भन्दाखेरि +- 1 आयो एन्सर भयो। ओके।